सबैलाई नमस्ते छ। सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। यो मेरो भिडियो हजुरको सामु पुग्यो भने हजुरहरूले सब्सक्राइब गरी घन्टीलाई पनि बजाइदिनु होला अनि कमेन्टमा पनि लेख्नु होला ताकि मैले हजुरलाई पनि फर्काउन सकु। र हजुरहरूको भिडियो मेरो भन्दा पहिला हजुरहरूको भिडियो मेरोमा चाहिँ हजुरहरूलाई देखेँ भनेपछि मैले चाहिँ हजुरहरूलाई सब्सक्राइब गरी ब्याक पनि गर्नेछु, ब्याक पनि भनेर लेख्नेछु कमेन्टमा। अब त्यही हो, एकअर्काले सपोर्ट गरौँ, सहयोग गरौँ। अब त्यही हो, भ्युजहरू जान्छ त्यसले सबैले सब्सक्राइब गर्दै त भइहाल्छ नि, छिटो छिटो गर्दै। अब हामी अलि सानो चित्त जस्तो गर्छौँ, एकअर्कालाई सहयोग गर्ने बानी पसालौँ जस्तो लाग्छ। त्यही भन्दै अब सके, अब यही त हो नि। अब जस एउटा आफ्नो मनको इच्छा चाहिँ पुरा गर्ने, अब मेहनत पनि अब बिस्तारै बिस्तारै। अब अहिले त अब मेहनत गरौँ कि नगरौँ भन्ने एउटा कन्फ्युजमा हो। अब तै पनि अब हजुरहरूले, अब मैले त हजुरहरूलाई सके जति सहयोग गर्ने नै छु। हजुरहरूको आउन साथ मैले त प्रत्येकचोटि, मेरो त आजभोलि बानी नै भइसक्यो टिकटकमा यो युट्युबमा चाहिँ सब्सक्राइब गर्ने, नयाँ नयाँ साथीहरूलाई सब्सक्राइब गर्ने भइसक्यो। र पुरानोहरूको भिडियोमा पनि गएर कमेन्टहरू गर्ने, लाइकहरू गरिदिने, फुल वाच गरिदिने गरिरहेको हुन्छु। त्यही पनि अब हजुरहरूले पनि गरिदिनु हुनेछ भन्ने चाहिँ आश चाहिँ छ, गरिदिनु पनि भइरहेको छ। अब जति गर्नुभएको छ उहाँहरूलाई धन्यवाद पनि छ। अनि त्यही हो, अब हामी अब एकअर्कामा सहयोग गर्ने, सहयोग गर्दै अगाडि जानुपर्छ अब भन्ने चाहिँ लाग्छ। मेहनत गर्नुपर्छ भन्ने चाहिँ लाग्छ। अब गरिदिनु हुन्छ होला सायद। अब टिकटक, अब युट्युबहरू त खासै बनाउन जानिन्न। त्यही पनि एउटा मनको भूत चाहिँ, त्यो चाहिँ अब त्यो भूत एकदम जिस्किरहेको अवस्थामा त्यसलाई चाहिँ शान्त पार्ने। त्यही पनि हजुरहरूले सहयोग गरिदिनु होला। र अब सब्सक्राइब गरी कमेन्टमा चाहिँ ब्याक प्लिज लेखिदिए भइहाल्छ। अथवा कमेन्ट चाहिँ त्यत्तिकै गरे पनि म चाहिँ हेर्नेछु तपाईँले सब्सक्राइब गर्नुभएको कि नै भनेर हेरेर फर्काइदिनेछु। मैले नगरे रहेछ भने म हजुरलाई अवश्य पनि फर्काउनेछु। अनि समय तपाईँको ब्याक गर्न बित्तिकै, फलो गर्ने बित्तिकै उत्तिखेर चाहिँ ब्याक गरिदिएन भनेर फेरि त्यसलाई अनब्याक गरिदिने चाहिँ काम नगर्नु होला। किनभने अब टाइम लाग्छ। अब दिउँसो अब मोबाइल चलाइरहेको बेला त केही फरक पर्दैन। अब सुत्नुपर्छ, अब सुतेको बेलामा अब कतिपय ठाउँमा मोबाइल बन्द गरिन्छ, अब काम परेको बेला पनि हुन्छ। अब त्यही त हो नि। अब अर्का काम गर्नुपर्ने, अब त्यही त हो नि। जोगी जोगी यसो सिसी क्यामेरासम्म चेक गरी अब झुक्की झुक्की मोबाइल हेर्नुपर्ने हुन्छ। हजुरहरूले बुझिदिनुहुन्छ पक्कै पनि। हुन्छ, धन्यवाद छ हजुरहरूलाई, सहयोग गरिदिने साथीहरूलाई र गरिसक्नुभएको साथीहरूलाई। यति भन्दै ठिक छ ल।